7:23 गएछ। अब यो मोटरको बाटोबाटै माथि पुग्नुपर्छ। पेल्नै गाह्रो भयो। वातावरण एकदम मनोरम छ, हरियालीले भरिएको, पुरै सफा सुग्घर चट्ट सुन्दर छ। तर भौगोलिक स्थिति हेर्दाखेरि चाहिँ टाढासम्मै डराउनु पर्छ जस्तो छ। पेल्नै गाह्रो हुँदो रहेछ। हट सम्ममा पेल्ने अनि उकालोमा डराउने कम्पेयर गर्ने भने यो जति राम्रो एक्सर्साइज बडीको लागि केही पनि छैन। यस्तै छ साइक्लिङ इन द हिल्स। बत्तीस मिनटको ठाडो उकालो बाटोमा बल्ल यहाँ कार्कीको खोरी यहाँनिर आइपुग्यो, देउराली लिनेर। हाइट खुट्टा त जाम भएको छ, जाम। त्यस्तै हो, सुरुमा मसल टाइट हुन अलिकति टाइम लाग्छ नि त। त्यसपछि 12 इजियर एन्ड इजियर। ल ठिक छ, अब यहाँबाट थोरै माथि पुगेछन्, देउराली पुगिन्छ। हेर्दाखेरि टन्नै औसेलो पनि पाकेको रहेछन्। खाइहाल्नु पऱ्यो अलिकति। यो सिजनको फल चाहिँ खाइहाल्नुपर्छ कि पाएपछि। कतै काफल कतै औसेलो। ठिक भयो आज बिहान। बागमाराको एकदम रमणीय ठाउँमा आइपुग्यो। यहाँ तल भ्यालीको भ्यू चाहिँ एवा नै देखिन्छ। अब यहाँबाट साइक्लिङ हान्नु पऱ्यो, पेल्नु पऱ्यो, एक्सर्साइज। चलाउँदै यो A1 भ्यू पोइन्टमा आइपुग्यो। A1 यहाँको भ्यू चाहिँ जस्ट ब्रेथ टेकिङ नै छ कि। यहाँ देउराली आइपुग्यो। हाय आज हाम्रो देउराली। तिजु भट्टाभट झरे होइन। तिजु आज हातै भरि तिजु आएन। त्यो तिजु भट्टा यो पुरै ठिक रहेछ। आज हाम्रो दोस्तहरू के रे नाम? सङ्गम। साइकल चलाने तुम्हारे समझ थोड़ा चलाने पड़े फर्स्ट लेडीज फर्स्ट ला जाओ ये जो आलू वाला था जाइए ना पूरे को गिरे आलू बस नहीं तो चलती है तो मजा था मॉर्निंग टाइम है। हिजो मैले कति भेटाइसक्यो, अझै खसिरहेको फतफत खसिरहेको। तर कुनै त कुहिया रहेछ। तिमीहरूको आज जहाँ छैन यही हामी जात दिन मान्छे हेर्दै यस्तै यहाँ पढ्दैन अगाडि साइकल ल्याएर हिँड्ने यो पनि। कस्तो लक? ए त्यो लक
किन तिमीहरूको पनि साइकल छ र? मैले साइकल लिएर आई बल्ल उठिदियोस् चलाउँछ साइकल त नि ल चला ल अरे माइली बहिनीले पनि साइकल चलाउँछ अरे के अरे तेरो नाम माइली अच्छा ल ल ओन्ली वान टाइम है त्यसपछि म झर्छु अब चिसो भइसक्यो कि कसी भइस यसको चाबी है त यसको चाहिँ साइक्लिङ गर्न रमाइलो छ जो सम्मो छ नि त डाँडामा अब यहाँबाट उता डाँडा समथर चलाउनु चाहिँ मजा छ जो उकालोमा गाह्रो भए पनि यो चाहिँ हाम्रो भर्ती पोखरा यो भर्ती पोखराको आधारभूत सामुदायिक स्कुल यो चाहिँ हाम्रो भलिबल चौर भलिबल अनि यतापट्टिको भागहरू उता स्याङ्जा पारी ठाउँ एकदम बबालै छ जस डाँडा हेर्न लायक बस्न लायक स्वच्छ हावापानी अब यो बाटो हुँदै अगाडि बढ्दै हामी कहाँसम्म पुग्छौँ भन्दाखेरि मनिल डाँडा हैन यहाँ पारिदेखि नि त्यो स्याङ्जाको गाउँ सुरौदी त्यो सबै डाँडाहरू स्याङ्जा यहाँ चाहिँ भर्ती पोखराको एउटा पुरानो मन्दिर छ त्यहाँसम्म अलिकति उक्लिउँ न भ्यू चाहिँ एवान देखिन्छ कि यहाँबाट फुल भ्यू हेर्नको लागि यो चाहिँ हाम्रो भर्ती पोखराको पुरानो एउटा मठ हो मठ भगवान आइयो तिम्रो शरणमा जय देवी दुर्गा जय माता यहाँबाट देखिने भ्यू चाहिँ एवानै छ कि एवान यो माथिपट्टिको डाँडो हो यो हुडीकोटको भ्यू पोइन्ट त्यहाँ छ होइन टावर त छैन अनि यता तलपट्टि चाहिँ यो पुरै बाघमारो यो तल्लो फाँट माथिपट्टि लेखनाथ अझ हिमाल फुलेको बेलामा त यस्तो देखिन्छ अलिअलि अन्नपूर्ण देखिया रहेछ यो चाहिँ भर्ती पोखरा मेन भरत पोखरीको नाम रहेको यही ठाउँबाट भर्ती पोखराबाट झर्दै यताबाट फर्क्यौँ
फर्केर उता मनिल डाँडाको यात्रा बिस्तारै बिस्तारै। यहाँ बसेर भर्ती पोखरालाई हेर्दै होइन पानी पिउँदै एकछिन यसो कुल डाउन हुनु पऱ्यो कि पसिना धेरै आयो। अब भर्ती पोखरालाई बाई बाई गर्दै यहाँबाट चाहिँ अगाडि बढौँ अब यता मनिल डाँडातिर बिस्तारै बिस्तारै। धेरै बसिराख्यो भने चिसो हुन्छ क्या, पसिना आएको शरीर छ, पानी पनि खाइयो, एकछिन सेलाएर अब यात्रा सुरु गरिहालौँ। यो चाहिँ अर्को एकदमै बवाल ठाउँ यो भरत पोखरीको। यो चाहिँ हाम्रो मनेल डाँडाको कोत। त्यो चाहिँ कोतको मन्दिर। त्यहाँ चाहिँ पहिल्यैदेखि त्यो लड्ने अर्नी त्यस्तो भएको ठाउँहरू छ कि पहिला। त्यहाँबाट चाहिँ मान्छे त्यहाँबाट ढुङ्गाहरू गोल्टाउँदो रहेछन् कि तल तल कुनै लड्न आयो भने। अनि भरत पोखरी चाहिँ वहाँ देखिएसम्म त्यो भरत पोखरी भयो त्यो डाँडोसम्म। अनि हो उतापट्टिको चाहिँ त्यो त्यसलाई चौवादी भन्छन् कि खै के भन्छन् त्यसलाई अब त्यो। अनि त्यो सुरौदी खोला त्यहाँ उतापट्टिको स्याङ्जाहरू। यहाँ अब मन्दिरसम्म पुग्ने कि नपुग्ने भन्ने कुरो भयो कि हो त्यहाँसम्म जाने। यहाँसम्म के रहेछ पिकनिक स्पट बनाएको नि त यहाँ राम्रो। ढोका त क्लोज नै रहेछ तर जाली चाहिँ च्यात्तिया रहेछ। हेर्नु मिल्छ होला नि केही न केही त। ए इक्रोले सर्लकै झाडीले भरिया रहेछ। सिटहरू पनि रहेछन् राम्रो बस्ने सिटहरू सबै। तर अलि व्यवस्थित भइन्छ। स्टार्टिङ भएछ फिनिसिङ भइन्छ कुरो। तर ठाउँ चाहिँ A1 नै छ जोस् यहाँ घुम्न लायक ठाउँ। यहाँको सुन्दरता अद्भुत छ, अद्भुत। डाँडाकाँडाहरू कि कस्तो मिलेको कि। डाँडा कोतलाई बाई बाई गर्दै अब यहाँबाट मालागिरी, त्यहाँबाट भन्ज्याङ, अनि त्यहाँबाट तल लामगादी, अनि पागमारो ब्याक टु द होम। सी यू गाइज। हाम्रो धारापानीको पँधेरो यहाँसम्म आइपुग्यो। पुरै बाँदरै बाँदर आएको रहेछन् यहाँ। यो पानी खान आएर रहेछन् क्या हो। एकछिनपछि खाउला है। म एकछिन यहाँ बसेँ। यो चाहिँ पानीको पँधेरो। यो ढुङ्गे धाराको कलकल पानी खाएर जानुपर्छ। प्रकृतिको आफ्नै तरिका छ क्या। जहाँ पानीको आवश्यकता छ त्यहाँ पानी प्रकृति माताले दिइराखेको छन्। यो धारापानी गाउँभन्दा अलिकति तलपट्टि आयो मनियल डाँडा छोडेर।
यहाँ चाहिँ एउटा बाँदरको ठुलै झुन्ड रहेछ। यसो हेर्दाखेरि आनन्द पनि आयो, पानी खान झर्या रहेछन् क्या। अनि अर्को यो एउटा अचम्म लागेको कुरा, मैले यहाँ कालिज पनि देखेँ। 2-4 वर्ष अगाडि चाहिँ हामी यसरी हिँड्दाखेरि चाहिँ कालिज चाहिँ अलिक साना साना हुन्थे। अहिले हेर्छु कालिजका भाले नै यत्रा ठुल्ठुला छन्, कालिजै यत्रा ठुल्ठुला छन्, पोथी पनि। एकचोटि सुनिएको थियो सुन्न त, यहाँ कताबाट कालिजको फार्ममा बाघ छिरेर 600-700 कालिज नै भागे भन्ने सुनिएको थियो। त्यो क्रस ब्रिडिङ हुँदैन भनेर पढिएको थियो हामीले हाम्रो साइन्समा पढ्दाखेरि। तर क्रस ब्रिडिङ यो उन्नत जातको र यो लोकल जातको कालिजमा पनि क्रस ब्रिडिङ हुँदो रहेछ जस्तो लाग्यो मलाई। किन भन्दाखेरि प्रत्यक्ष यहाँ हामीले देख्दाखेरि नै देखिन्छ क्या, तिनीहरूको जो बडी स्ट्रक्चर छ नि त्यो एकदमै ठुलो भएर चेन्ज भएको छ कि। पहिला साना हुन्थे, अहिले ठुल्ठुलै एकदम भयङ्कर यत्रा कुखुरा जत्रा कालिज, त्यो गिरिराज जस्ता कालिज पो देखिन्छन् यहाँ। जस जङ्गलमा, भरतपोखरी जङ्गलमा चराहरू मृगहरू अलिअलि बढेछन्, बाँदरहरू। राम्रो कुरा हो, उनीहरूको घर, उनीहरूको वासस्थान। जनावर बढ्नु नै पर्छ क्या, अनि बल्ल अलि जङ्गलको शोभा हुन्छ नि त। सबैले संरक्षण गर्नुपर्छ आफ्नो जङ्गललाई। ल अब यहाँबाट झरेर मालागिरी हुँदै भन्ज्याङ निस्केर तल। चाहिँ एकदम दामी ठाउँ रहेछ। यहाँबाट तल देखिँदो रहेछ भ्यू देखिने ठाउँ त कति यो बाघमारामा साइक्लिङ चाहिँ मजा भइरहेको आज। यो चाहिँ यतापट्टि यो हाम्रो के भन्छ तल्लो बनगौडा यो होइन, यो सर्लक्कै हाइवे त्यहाँ उतापट्टि। अनि पुँडीटार, पुँडीटार भन्छ। अनि यतापट्टिको भेग चाहिँ यो के भन्छ लामगादी, त्यो माथिको मडीको मन्दिर भइहाल्यो। जस ठाउँ चाहिँ अद्भुत छ।
यहाँ चाहिँ अब नयाँ यो योजना अन्तर्गत उहाँ दोबिल्लादेखि यता तनहुँ जोड्ने यो बाटो चाहिँ यहाँ बन्दैछ, बन्ने क्रममै छ। 3 घन्टाको साइकल यात्रापछि बल्ल घर आइपुग्यो है। मेरो साइकल म